हेलो गुड इभिनिङ सबैलाई हैन। म चाहिँ यसो यो बाटो हिँड्दै थिएँ, टक्क अमला देखेँ क्या। अनि मलाई चाहिँ पहिला बचपनको याद आयो। बच्चा बेला हामी यो अमला कस्तो धेरै खान्थ्यौँ क्या उखेलेर। यसरी नै म चाहिँ अब यो अमला खानु पर्यो भनेर विचार गर्दैछु। कतिको आउँछ, अमला छ जस्तो छ। आमामा डरो आयो गाइज हैन। अमलाई म चाहिँ उखेल्दैछु, कस्तो हुन्छ है। बच्चाको बेला कसले यो अमला खानु पर्छ गाइज, कमेन्ट गरौँ है। यस्तो गर्दै हामी चाहिँ खान्थ्यौँ। लास्टै खायो पहिला त, अहिले चाहिँ धेरै समय पछाडि देख्दाखेरि खाउँ लागेर खानु लाग्यो। मिठो छ। थ्याङ्क्स फर वाचिङ गाइज।